मान्छेहरूले केपी शर्मा ओलीलाई किन यति धेरै गाली गर्छन् है, तर केपी शर्मा ओलीले बनाएको बाटो यति राम्रो छ कि यो ल हेर्नु यति राम्रो छ बाटो बवालै छ त। ल यो उसबाट इच्छाकामनाबाट चितवन शक्तिखोर झर्ने बाटो हो, यो केपी शर्मा ओलीको कार्यकालमा बनेको बाटो हो अरे। एकदम राम्रो छ अरे बाटो भन्ने सुन्नमा आएको छ, हुन पनि हो रहेछ। होइन हो जिएनजी मित्रहरू, केपी शर्मा ओलीलाई धेरै गाली नगरौँ न। केपी शर्मा ओलीले गरेका राम्रो राम्रो काम पनि हेरौँ न। ल हेर्नु यस्तो डाँडोमा यति राम्रो बाटो बनाएको छ केपी ओलीले। महेश बस्नेतले यत्तिकै भने त होइन रहेछ नि त, राष्ट्रपिता केपी ओली राष्ट्रको पिता हो भने त हो रहेछ क्या हो। यस्तो राम्रो बाटो बनाएको छ। ल आमा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  चिल्लो बाटो। ल जबकि यहाँ यस्तो अप्ठ्यारो ठाउँमा यति राम्रो बाटो। एमालेका साथीहरूले त भनेकै रहेछ त केपी ओली राष्ट्रको पिता हो, गाली नगरौँ भने नगरौँ भन्दै थियो। साँच्चै रहेछ भने यस्तो राम्रो बाटो बनाएको रहेछ केपी ओलीले। हेर्नुहोस् है, यो बाटो शक्तिखोर झर्छ है, शक्तिखोर।